नमस्कार भक्तजन, म आचार्य चन्द्रप्रकाश ज्योतिष एवं वास्तु युट्युब च्यानलबाट हजुरहरूलाई हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु। आदरणीय भक्तजन, म आज उपस्थित भएको छु 12वटा राशिहरूको मङ्सिर महिनाको राशिफललाई लिएर। कस्तो रहनेछ त मङ्सिर महिना 12वटा राशिहरूको लागि, त्यो बारेमा म हजुरहरूलाई बताउन गइराखेको छु। अब म ढिलो नगरिकन म विषयतर्फ अग्रसर हुँदैछु, त्यसमा प्रवेश गर्दैछु। आउनुहोस्, सर्वप्रथम मेष राशिबाट हामी प्रारम्भ गरौँ। र मेष राशि जो जातकहरूको चु, चे, चो, ला, ली, लु, ले, लो, अबाट नामहरू जुरेका छन्, उहाँहरूको मेष राशि रहने गर्दछ। र यो आउँदै गरेको 2082 साल मङ्सिर महिनामा उहाँहरूको भविष्य कस्तो छ म हजुरहरूलाई बताउन गइराखेको छु। सर्वप्रथम त नयाँ अवसरहरू हजुरहरूले प्राप्त गर्न सक्नुहुनेछ। विशेष गरी सामाजिक सम्बन्ध र साझेदारीमा हजुरहरूले नयाँ नयाँ अवसरहरू प्राप्त गर्न सक्नुहुनेछ भने खर्च 1-2 ठाउँ बढ्न सक्छ। अनावश्यक वस्तु वा विलासितामा ध्यान दिनुहोला, त्यसमा हजुरहरूले खर्च धेरै नगर्नुहोला। त्यस्तै गरेर काम व्यवसायमा निरन्तर प्रयासले फल दिनेछ भने स्वास्थ्यमा सामान्य ध्यान आवश्यक देखिएको छ। थकान र आलस्यबाट बच्नुहोला। त्यस्तै गरेर सम्बन्धमा संवाद खुला राख्नुहोला। मतभेद आए सहजतासँग समाधान गर्ने कोसिस गर्नुहोला। यो रह्यो मेष राशिको मङ्सिर महिनाको राशिफल भने। अब वृष राशिको सुनौँ। वृष राशि आर्थिक रूपमा सामान्य वा मध्यम स्थितिमा रहन सक्नेछन्। खर्च बढ्ने सम्भावना, विशेष गरी आवश्यकता भन्दा बढीमा योजना बनाउनु राम्रो देखिएको छ भने काममा मित्रहरूको सहयोग मिल्नेछ। घर परिवारमा साना मतभेद हुन सक्छन्। संशय तथा संयम अपनाउनु अत्यन्त जरुरी देखिएको छ। वृष राशिका जातकहरूलाई भने स्वास्थ्यमा श्वास प्रश्वास र मधुमेह जस्ता समस्या सताउन सक्छन्, त्यसतर्फ हजुरहरूले अत्यन्त धेरै ध्यान पुर्याउनु पर्नेछ। खानपिनमा अवश्य पनि हजुरहरूले ध्यान पुर्याउनु होला भने। अब हामी मिथुन राशिको राशिफलतर्फ लागौँ। मिथुन राशि सन्तान, शिक्षा, सृजनात्मक काममा प्रगति देखिएको छ भने प्रेम सम्बन्धमा विवाद देखिन सक्छ। सुझबुझका साथ अघि बढ्नुहोला। आर्थिक पक्षमा विशेष लाभ नभए पनि धैर्यले स्थिति सुधार्न सक्नुहुनेछ भने आर्थिक पक्षमा विशेष लाभ नभए पनि खानपान आराममा ध्यान दिनुहोस्। विशेष गरी पेट वा पाचन सम्बन्धी समस्याबाट हजुरहरू बच्ने कोसिस गर्नुहोला। त्यस्तै गरेर अब हामी कर्कट राशिको मङ्सिर महिनाको राशिफल श्रवण गरौँ। घरेलु जिम्मेवारीहरू बढ्नेछन्। परिवारसँग असमझदारी हुन सक्छ। काम व्यवसायमा केही अवरोध भएर हल्का तनाव आउनेछ, तर सम्भावना छ सुधार पनि हुने। त्यस्तै गरेर आयमा थोरै वृद्धि होला, तर खर्च पनि साथै अत्यधिक धेरै हुन सक्छ। त्यस कारणले गर्दाखेरि सावधान रहनुहोला। सम्बन्धित सदस्यहरूसँग मिलेर काम गर्दा हजुरहरूले फाइदा पनि प्राप्त गर्न सक्नुहुनेछ मङ्सिर महिनामा। अब आउनुहोस्, हामी सिंह राशिको कुरा गरौँ। सिंह राशिका जातकहरूको लागि उच्च महत्त्वका काम सुरु गर्न राम्रो समय देखिएको छ भने नेतृत्व क्षमता पनि अत्यन्त बढेर जाने देखिएको छ। सामाजिक प्रतिष्ठा पनि हजुरहरूको बढेर जानेछ भने भाइ बहिनीहरूमा वा सहयोगीहरूसँग केन्द्रित भएर अघि बढ्दाखेरि धेरै सम्भावनाहरू हजुरहरूले प्राप्त गर्न सक्नुहुनेछ। खर्चहरू बढ्नेछन् भने विशेष गरेर आराधनात्मक र विलासितामा हजुरहरूको खर्च धेरै हुने देखिएको छ। स्वास्थ्यमा सामान्य राम्रो रहनेछ, तर उत्साहले कहिले थकान ल्याउन पनि हजुरहरूलाई सक्छ। धेरै उत्साहित नहुनुहोला भन्दै अब हामी कन्या राशिको बारेमा कुरा गरौँ। कन्या राशिका जातकहरूको लागि यो मङ्सिर महिना 2082 सालको नयाँ आयमा स्रोत खुल्ने सम्भावनाहरू देखिएको छ भने व्यापार, उद्योग वा व्यावसायिक निर्णयहरू अरूलाई अचम्म पार्ने खालका हुन सक्छन्। अत्यन्त राम्रो देखिएको छ। जोखिमयुक्त निर्णय लिनु अघि
जाँच अनुसन्धान गरेर मात्रै हजुरहरूले जोखिम उठाउनुहोला, बाढीमा संयम राख्नुहोला। विवाद पनि हुन सक्छ, हजुरहरूको पढाइ शिक्षामा रुचि रहनेछ भने समय मिलाउँदै अघि बढ्नुभयो भने अवश्य पनि हजुरहरूले सफलता प्राप्त गर्न सक्नुहुनेछ 2082 सालको मङ्सिर महिनामा। अब आउनुहोस् हामी तुला राशिको कुरा गरौँ। तुला राशिका जति पनि जातकहरू हुनुहुन्छ उहाँहरूको मान सम्मानमा वृद्धि हुने समय रहेको छ मङ्सिर महिना भने साझेदारी व्यवसायमा सावधानी अपनाउनु पर्नेछ। कमजोरीहरू प्रयोग हुन सक्छन्। वैवाहिक जीवनमा उतार चढाव देखिन सक्छ र आपसी समझदारी अथवा संवादद्वारा त्यसलाई चाहिँ सुल्झाउने कोसिस गर्नुहोला। त्यस्तै गरेर नयाँ काम थाल्ने सोच भए पनि तयारीका साथ अघि बढ्नु अत्यन्त राम्रो देखिएको छ भने खर्च बढ्ने घट्ने चलि नै रहनेछ। आर्थिक संरक्षण राम्रो हुने देखिएको छ मङ्सिर महिना तुला राशिका जातकहरूलाई। अब आउनुहोस् वृश्चिक राशिको कुरा गरौँ। वृश्चिक राशिका जातकहरूको मङ्सिर महिना आर्थिक पक्ष कमजोर रहन सक्छ। विशेष गरेर व्यवस्थापनतर्फ अत्यन्त कमजोरी देखिएको छ मङ्सिर महिनामा। त्यस्तै गरेर कानुनी वा ऋणसँग सम्बन्धित विषयले हजुरहरूलाई अत्यन्त धेरै तनाव दिन सक्छ, समस्याहरू सिर्जना गर्न सक्छ। विदेश यात्रा वा विदेशसँग सम्बन्धित योजना भएमा सावधानी अपनाउनु अत्यन्त जरुरी देखिएको छ भने सामान्यतया नियमित काम चलिरहनेछ र ठुलो उछाल देखिने सम्भावना अत्यन्त न्यून रहेको जानकारी गराउँदै स्वास्थ्य र खर्चमा थोरै नियन्त्रण गर्नु अत्यन्त राम्रो देखिएको छ भने अब हामी अर्को राशि धनु राशितर्फ लाग्नेछौँ। धनु राशिहरूको लागि आर्थिक दृष्टिले अत्यन्त राम्रो समय देखिएको छ मङ्सिर महिना। पुराना कामहरूले पनि गति दिने देखिएको छ भने सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। आयका नयाँ स्रोत देखिनेछन्। विशेष गरेर शेयर साझेदारी वा व्यवसायबाट हजुरहरूले फाइदा लिन सक्नुहुनेछ भने खर्च पनि बढ्नेछ। लाभ आउने सोचले दिगो योजना बनाउनु अत्यन्त राम्रो देखिएको छ धनु राशिका लागि भने प्रेम सम्बन्धमा असमझदारी आउन सक्छ। संवाद खुल्ला राख्नुहोला र आपसी समझदारीका साथमा कुनै कार्यहरूलाई पनि अगाडि बढाउनु अत्यन्त उचित देखिएको छ धनु राशिका जातकहरूलाई भने। अब आउनुहोस् हामी मकर राशिको कुरा गरौँ। मकर राशिको लागि यो आउँदो मङ्सिर महिना 2082 सालको मङ्सिर महिनाले अत्यन्त नयाँ अवसरहरू ल्याउनेछ। उचित समय विशेष गरी काम व्यवसाय वा सामाजिक क्षेत्रमा हजुरहरूले सोचेर समझदारीपूर्वक लगानी गर्नुभयो भने त्यहाँबाट हजुरहरूले ठुलो अवसरहरू भविष्यको लागि प्राप्त गर्न सक्नुहुनेछ भने खर्च बढ्नेछ तर स्रोत पनि त्यसलाई जुटाउँदै जान सक्नुहुनेछ। व्यवस्थापनमा अलिकति ध्यान पुर्याउनुहोला। अध्ययन विदेश भ्रमण वा नयाँ क्षेत्र थाल्ने सोच भएमा अवसरहरू आउने सम्भावना अत्यन्त धेरै देखिएको छ। मकर राशिका जातकहरूलाई भने सामाजिक नेतृत्व र समूहमा काम गर्ने मौकाहरू पनि हजुरहरूले प्राप्त गर्नुहुनेछ यो आउँदो मङ्सिर महिनामा। त्यस्तै गरेर अब जाउँ कुम्भ राशि को राशिफलतर्फ। यो मङ्सिर महिना कुम्भ राशिको लागि स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने समय देखिएको छ। खानपानमा अत्यन्त सावधानी अपनाउनुहोला। नियमित व्यायाम गर्नुहोला। त्यसले गर्दाखेरि तपाईँको स्वास्थ्य कन्स्टेबल रहन सक्नेछ अथवा कन्स्टेन्ट रहन सक्नेछ भने व्यापार काम सामान्य रहनेछ। ठुलो उछाल कम तर स्थिरता सम्भावित कार्यहरू हजुरहरूले गर्नुहुनेछ यो मङ्सिर महिनामा भने। जिम्मेवारी बढी हुनेछन् त्यसैले परिवारसँग समय दिन पनि कठिन हुने देखिएको छ यो मङ्सिर महिनामा भने। साझेदारी कार्यहरू गर्दा विवेक अपनाएर निर्णयहरू लिनुहोला नत्र भने हजुरहरूलाई ठुलो धोका हुन सक्छ यो मङ्सिर महिनामा भने। अब अन्तिम राशितर्फ लागौँ हामी मीन राशि। मीन राशिका जातकहरूको लागि 2082 साल मङ्सिर महिनाको समय चुनौतीपूर्ण देखिएको छ। कार्यहरू ढिलो हुन सक्छन्। परिश्रम गर्दा पनि प्रतिफल कम मिल्ने सम्भावनाहरू धेरै देखिएका छन् तर आफूलाई धैर्य धारण गरेर धैर्य अपनाएर अगाडि बढ्नुभयो भने अवश्य पनि सफल हुनुहुनेछ। नयाँ लगानी वा जोखिमपूर्ण काममा थोरै हजुरले
पर्खनुपर्ने देखिएको छ। राम्रो चिन्तनपूर्वक निर्णय लिनुभयो भने अवश्य पनि हजुर नयाँ कार्यहरूमा पनि सफल हुने देखिएको छ। मीन राशिका लागि भने स्वास्थ्यमा सजग रहनुहोला। थकान वा सन्तुलनको कमी पनि देखिएको छ। मीन राशिका जातकहरूलाई यो 2082 सालको मङ्सिर महिनामा भने यी त भए 12वटा राशिहरूका राशिफलहरू। अब राशिफलले जे जस्तो भने पनि हजुरहरूले नियमित रूपमा आफ्नो इष्टदेवको ध्यान गर्नुहोला। भगवान पशुपतिनाथ पार्थिवरा माताको सदा सर्वदा आराधना गर्नुहोला। हजुरहरूका कार्यमा सफलता प्राप्ति होस् र हजुरले सोचेका देश विदेश परदेश स्वदेश आफ्नो घरमा बस्नुभएका सम्पूर्ण भक्तजनहरूको सम्पूर्ण कामनाहरू भगवानले पूर्ण गर्नुहोस्। यिनै शब्दहरूका साथमा यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला, लाइक गर्नुहोला, कमेन्ट गर्न नभुल्नुहोला भन्दै म आचार्य चन्द्रप्रकाश ज्योतिष एवं वास्तु युट्युब च्यानलबाट हजुरहरूबाट बिदा हुन चाहन्छु। फेरि अर्को भिडियो ल्याउने बाचाका साथमा राधे राधे।